हामीसँग आज एकजना चितवनबाट आउनु भएको छ। उहाँलाई चाहिँ यो मुखको अनुहारको जोर्नी सम्बन्धी समस्या त्यो भनेको उहाँलाई मुख खोल्दा र बन्द गर्दा किटकिट आवाज आउँथ्यो सुरुमा। त्यसपछि अहिले आएर चाहिँ मुख अड्किने, मुख कम खुल्ने, सारो कुरा खाँदाखेरि, चपाउँदाखेरि चाहिँ अनुहारको जोर्नी बङ्गाराको हड्डी दुख्ने जस्ता समस्याहरू चाहिँ भइरहेको थियो। त्यसपछि अहिले आएर हामीले उहाँलाई केही एक्सरे र एमआरआईहरू गर्दाखेरि जोर्नीभित्रको कुरकुरे हड्डी चाहिँ अगाडि सरेर जलक भइरहेको रहेछ। सँगसँगै हड्डीहरू खिएर चाहिँ सानो भइसकेको रहेछ। उहाँलाई सुरुवाती उपचार चाहिँ हामीले यो एउटा स्प्रिन्ट थेरापीबाट गर्न गइरहेछौँ, जुन चाहिँ उहाँको हामीले मुखमा यसरी लगाएर हेर्छौँ। बन्द गर्ने, फेरि ठुला ठुला गर्ने, बन्द गर्ने। चाहिँ अब हामीले उहाँलाई यो स्प्लिन्ट लगाउन दिएको छौँ। यो चाहिँ केही हप्ता अथवा केही महिनासम्म लगाउनु पर्ने हुन्छ, जसले गर्दा उहाँको मुख कम खुलेको अथवा अड्केकोलाई चाहिँ यसले खोल्ने र अलिकति सजिलो गराउने गर्छ। त्यसपछि चाहिँ उहाँलाई हामीले जोर्नीभित्र अलिकति पानी जमेको पनि रहेछ, त्यसलाई चाहिँ हामीले सफा गर्नुपर्ने हुन्छ, केही औषधिहरू खानुपर्ने हुन्छ। पछि फेरि हामीले फलोअपमा हेर्दाखेरि केही अरू थेरापीहरू आवश्यक पर्यो भने त्यो पनि हामीले उहाँलाई दिन्छौँ।